एडोल्फ हिटलर अस्ट्रियामा जन्मेका जर्मन राजनीतिज्ञ थिए जो नाजी युगमा जर्मनीका तानाशाह थिए, जुन 1933 देखि 1945 मा उनको आत्महत्यासम्म चलेको थियो। उनी नाजी पार्टीको नेताको रूपमा सत्तामा आए। 1933 मा जर्मनीको चान्सलर बने र त्यसपछि 1934 मा फ्युरर अन्डर राइक्सकान्सलरको पदवी लिए। उनको नेतृत्वमा 1 सेप्टेम्बर 1939 मा जर्मनीको पोल्यान्ड आक्रमणले दोस्रो विश्वयुद्धको सुरुवात गर्यो। युद्धभरि हिटलर जर्मन सैन्य अभियानको निर्देशन र होलोकास्ट करिब 60 लाख यहुदी र लाखौं अन्य पीडितहरूको नरसंहारमा नजिकबाट संलग्न थिए। व्यक्तिगत विवरण: जन्म 20 अप्रिल 1889 ब्राउननाउ एम इन अस्ट्रिया हंगेरी। मृत्यु 30 अप्रिल 1945 बर्लिन जर्मनी। मृत्युको कारण आत्मप्रहारित गोली। नागरिकता अस्ट्रिया 1925 सम्म। राज्यविहीन 1925 देखि 1932। जर्मनी 1932 देखि। राजनीतिक दल नाजी पार्टी 1920 देखि। पति पत्नी इवा ब्राउन, विवाह 1945, मृत्यु 1945। आमा बाबा एलोइस हिटलर, क्लारा पोल्जल। राजनीतिक पदहरू: जर्मनीको फ्युरर, कार्यकाल 2 अगस्त 1934 30 अप्रिल 1945। पूर्ववर्ती पाउल भोन हिन्डेनबर्ग राष्ट्रपतिको रूपमा। उत्तराधिकारी कार्ल डोनिट्ज राष्ट्रपतिको रूपमा। जर्मनीको चान्सलर, कार्यकाल 30 जनवरी 1933 30 अप्रिल 1945। राष्ट्रपति पाउल भोन हिन्डेनबर्ग 1933 देखि 1934। उपचान्सलर फ्रान्ज भोन पापेन 1933 देखि 1934। पूर्ववर्ती कर्ट भोन स्लाइचर। उत्तराधिकारी जोसेफ गोबेल्स। नाजी पार्टीको फ्युरर, कार्यकाल 29 जुलाई 1921 30 अप्रिल 1945। उपनेता रुडल्फ हेस 1933 1941। पूर्ववर्ती एन्टोन ड्रेक्सलर, पार्टी अध्यक्ष। उत्तराधिकारी मार्टिन बोरम्यान, पार्टी मन्त्री। उच्च बावेरिया स्वाबियाको राइक्सटागका मदस्य, कार्यकाल 21 मार्च 1933 30 अप्रिल 1945। सैन्य सेवा, निष्ठा जर्मन साम्राज्य, वाइमर गणतन्त्र, नाजी जर्मनी। शाखा रायल जर्मन सेना, बावेरियन सेना, राइक्सवेयर। सेवा अवधि 1914 देखि 1920। पद ग्याफराइटर। कमान्ड जर्मन सेना 1941 देखि आर्मी ग्रुप ए 1942। युद्ध: प्रथम विश्वयुद्ध, पश्चिमी मोर्चा, यप्रेसको पहिलो युद्ध, सोमको युद्ध, आरासको युद्ध, पासचेन्डेलको युद्ध। दोस्रो विश्वयुद्ध। पुरस्कार आइरन क्रस। प्रारम्भिक जीवन र राजनीतिक करियर। हिटलरको जन्म अस्ट्रिया हंगेरीको ब्राउननाउ एम इनमा भएको थियो र 1913 मा जर्मनी सरे। प्रथम विश्वयुद्धमा जर्मन सेनामा सेवा गर्दा उनले आइरन क्रस प्राप्त गरे। 1919 मा उनी जर्मन वर्कर्स पार्टी डिएपी नाजी पार्टीको पूर्ववर्तीमा सामेल भए र 1921 मा नाजी पार्टीको नेता नियुक्त भए। 1923 मा उनले म्युनिकमा असफल विद्रोहमा सरकारी शक्ति कब्जा गर्ने प्रयास गरे र 5 वर्षको जेल सजाय सुनाइयो। केवल 1 वर्षभन्दा बढी सेवा गरे। त्यहाँ रहेर उनले आफ्नो आत्मकथा र राजनीतिक घोषणापत्र माइन काम्फ, मेरो सङ्घर्षको पहिलो खण्ड लेखे। 1924 मा प्रारम्भिक रिहाईपछि उनले भर्साईको सन्धिलाई आक्रमण गर्दै साथै सर्वजर्मनवाद, यहुदी विरोध र साम्यवाद विरोधलाई करिश्माई वक्तृत्व र नाजी प्रचारद्वारा बढावा दिँदै जनप्रिय समर्थन प्राप्त गरे। उनले बारम्बार साम्यवादलाई अन्तर्राष्ट्रिय यहुदी षड्यन्त्रको भागको रूपमा निन्दा गरे। सत्तामा आगमन: नोभेम्बर 1932 सम्म नाजी पार्टीले राइक्सटागमा सबैभन्दा बढी सिटहरू राखे, तर बहुमत होइन। पूर्व चान्सेलर फ्रान्ज भोन पापेन र अन्य रूढिवादी राजनीतिज्ञहरूले राष्ट्रपति पाउल भोन हिन्डेनबर्गलाई 30 जनवरी 1933 मा हिटलरलाई चान्सेलरको रूपमा नियुक्त गर्न मनाए। केही समयपछि 23 मार्चमा राइक्सटागले 1933 को सक्षम बनाउने अधिनियम पारित गर्यो, जसले अन्ततः वाइमर गणतन्त्रको नाजी जर्मनीमा परिवर्तन सुरु गर्यो। 2 अगस्त 1934 मा हिन्डेनबर्गको मृत्युमा हिटलरले उनलाई राज्य प्रमुखको रूपमा प्रतिस्थापन गरे र त्यसपछि जर्मनीलाई अधिकारतारिक तानाशाहमा परिवर्तन गरे। नाजी जर्मनी र दोस्रो विश्वयुद्ध। घरेलु रूपमा हिटलरले धेरै जातीय नीतिहरू लागू गरे
र जर्मनी यहुदीहरूलाई देशनिकाला गर्न वा मार्न खोजे। उनको सत्तामा पहिला 6 वर्षमा महामन्दीबाट द्रुत आर्थिक पुनरुत्थान, प्रथम विश्वयुद्धपछि जर्मनीमा लगाइएका प्रतिबन्धहरूको उन्मूलन र लाखौं जातीय जर्मनहरू बसोबास गर्ने क्षेत्रहरूको एकीकरण भयो, जसले उनलाई प्रारम्भिक रूपमा महत्त्वपूर्ण जनप्रिय समर्थन दियो। हिटलरको मुख्य लक्ष्य मध्ये एक पूर्वी युरोपमा जर्मन मानिसको लागि लेबेन्सराउम बस्ने ठाउँ थियो। उनको आक्रामक र विस्तारवादी फाइदा नीतिलाई युरोपमा दोस्रो विश्वयुद्धको प्राथमिक कारण मानिन्छ। 1 सेप्टेम्बर 1939 मा हिटलरले पोल्यान्डको जर्मन आक्रमणको निरीक्षण गरे, जसले बेलायत र फ्रान्सलाई जर्मनी विरुद्ध युद्ध घोषणा गर्न प्रेरित गर्यो। जुन 1941 मा सोभियत सङ्घको आक्रमणको आदेश दिएपछि उनले सही वर्ष डिसेम्बरमा संयुक्त राष्ट्र अमेरिका विरुद्ध युद्ध घोषणा गरे। 1941 को अन्त्यसम्म जर्मन सेना र युरोपीय अक्ष शक्तिहरूले युरोप र उत्तर अफ्रिकाको धेरैजसो भाग कब्जा गरे। यी लाभहरू क्रमशः 1941 पछि उल्टो हुँदै गए, जबसम्म मित्र राष्ट्रहरूले 1945 मा जर्मन सेनालाई पराजित गरे। मृत्यु 29 अप्रिल 1945 मा हिटलरले बर्लिनको फ्युरर बङ्करमा आफ्नो दीर्घकालीन साथी इवा ब्राउनसँग विवाह गरे। उनीहरूले सोभियत रातो सेनाद्वारा कब्जाबाट बच्न अर्को दिन आत्महत्या गरे। विरासत इतिहासकार र जीवनीकार इयान कर्साउले हिटलरलाई आधुनिक राजनीतिक दुर्गुणको मूर्ति रूप भनेर वर्णन गरेका छन्। हिटलरको नेतृत्व र जातीय विचारधारा अन्तर्गत नाजी शासन अनुमानित 6 करोड यहुदी र लाखौं अन्य पीडितहरूको नरसंहारको लागि जिम्मेवार थियो, जसलाई उनी र उनका अनुयायीहरूले अन्टरमेन्स अर्थात् निम्न मानव वा सामाजिक रूपमा अवांछित मानेका थिए। हिटलर र नाजीहरू अनुमानित 1 करोड 93 लाख नागरिक र युद्धबन्दीहरूको जानाजानी हत्याको लागि जिम्मेवार थिए। अतिरिक्त 2 करोड 87 लाख सैनिक र नागरिकहरू युरोपीय रङ्गभूमिमा सैन्य कारबाहीको कारणले मरेका थिए। दोस्रो विश्वयुद्धको दौरान मारिएका नागरिकको सङ्ख्या युद्धमा अभूतपूर्व थियो र हाताहातहरूले यसलाई इतिहासको सबैभन्दा घातक द्वन्द्व